दलीयकरणको चक्रव्यूहमा हाम्रा राज्यका संरचनाहरू कसरी फसेका छन् हामी सबै जानकार छौँ। यो चक्रव्यूहमा संरचनाहरू फसाएर दलले आफ्नो स्वार्थका लागि प्रयोग गर्दा र आफ्ना र आफन्तीका लागि प्रयोग गर्दा स्वार्थका लागि प्रयोग गर्दाखेरि त फाइदै भयो होला, तर आम नागरिक विश्वजगत सबै चकित हुने गरी हाम्रा राज्यका संरचनाहरू दलीय चक्रव्यूहमा फसिया छन्। यसै सन्दर्भमा राष्ट्र बैंक जस्तो गरिमामय संस्थामा जुन नेतृत्वका लागि गभर्नर नियुक्तिका विषयमा जुन किसिमको लज्जास्पद अभ्यास र ऐतिहासिक भूल गरिँदैछ, यसले भोलिका दिनमा अलिकति बचेको राष्ट्र बैंकको गरिमामय त्यो गरिमा पनि क्षयीकरण हुने निश्चित छ, क्षयीकरण पक्का हुन्छ। सम्माननीय सभामुख महोदय, विगतमा दलीयकरणको बाछिटा राष्ट्र बैंकमा पर्या थियो। त्यो राजनीतिक बाछिटाले विगतमा अर्थ मन्त्रालयसँगको राष्ट्र बैंकको द्वन्द्व सतहमै आएको थियो। अर्थमन्त्री पूर्व अर्थज्यूहरू यहीँ हुनुहुन्छ। वित्तीय नीति, बजेट नीति कार्यान्वयन गर्नका लागि र मौद्रिक नीतिहरू कार्यान्वयन गर्नका लागि त्यो दलीयकरणका बाछिटेका कारणले कस्ता प्रभाव परे सबै जानकार छौँ। यसले समग्र अर्थतन्त्रमा कस्तो असर पार्यो, निजी क्षेत्रलाई कसरी हतोत्साही गर्यो, यो चिज जान्दा जान्दै फेरि दलीयकरणको अभ्यासमा दलबाट नै खुल्लमखुल्ला रूपमा हाम्रा दलका तर्फबाट भनेर जुन किसिमको अभ्यास गरिँदैछ यो एकदमै निन्दनीय छ। आज राष्ट्र बैंक ऐन 2058 को दफा 21 सबै जानकार छौँ होला, राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन अयोग्य भनेर अहिले चर्चामा आइराखेको छ। नाम समाचारहरू आइराखेको छ। हाक्का हाक्की चुनाव लड्या मान्छेलाई त्यो पनि मैसँग हो, फेरि मसँग फेरि तेस्रो भाव है, भारी मतले हाक्का हाक्की गभर्नर भनेर अगाडि सारिया छ। यो राष्ट्र बैंक ऐन 2058 को दफा 21 सबैलाई स्मरण गराउन चाहन्छु। अर्को छ राष्ट्र बैंक ऐन 2058 को दफा 20 ग छ, त्यहाँ विषयगत कार्य अनुभव भनिया छ। कृषि वातावरण पढेर मौद्रिक नीति बनाउने, मौद्रिक नीतिसम्मको काम गर्नुपर्ने राष्ट्र बैंक चलाउन सकिएला। कार्य अनुभवका कुरा छ। कार्य अनुभव जो समाचारमा आइराखेका छन् पात्र, उहाँको कार्य अनुभव यो क्षेत्रमा कति पनि छैन, छँदै छैन। कता हो करारमा, कता कलेजतिर पढाएको कुरा चाल पाएको थिएँ, अलिअलि एमसिसीमा कन्सल्ट्यान्टको रूपमा पटक्कै काम गरेर चाल पाएको थिएँ। काम गर्नु भएको छैन उहाँले यो क्षेत्रलाई योग्यता पुग्ने गरी। यो चिजमा विशेष ध्यान दियोस्, म यो जानकारी गराउन चाहन्छु। अर्को छ राष्ट्र बैंक ऐनको बैंक 2058 को दफा 20 उच्च नैतिक चरित्र भनिया छ। यो पो छ त रोचक त, यो पो छ त। अब के अरे सिफारिस समितिमा आफै बस्ने, मान्छे भेटाइएन भनेर 3 महिना पछाडि आफै अगाडि। यहाँ भन्दाको रोचकता अरू के होला? लाजलाई पनि अब त धेरै नै लाज लागिसकेको छ। यसले यो नैतिकताको कुरा कहाँ कसरी यो दफाको किन यो दफाहरूले बोलेका चिजलाई यसरी उपेक्षा गरिन्छ, ऐनहरूको किन यसरी उपेक्षा गरिन्छ? अर्को छ यो दलीयकरणका शैलीले संरचनामा भएका कब्जाका कारणले गर्दा हिजो विगतमा धितोपत्र बोर्डमा 10 महिनासम्म त्यहाँको प्रमुख नियुक्ति नहुँदै गर्दाखेरि कस्तो प्रभाव रह्यो होला? यसमा आज सिङ्गो सदनले बहस गर्नुपर्ने होइन। यो दलीय चक्रव्यूहबाट बाहिर निकाल्नको लागि सिङ्गो सदनले बहस गर्नुपर्ने होइन। विगतको त्यो दलीयकरणको प्रभाव राष्ट्र बैंकमा परेको र त्यसका असरका बारेमा सिङ्गो सदनले बहस गर्नुपर्ने होइन। सम्माननीय सभामुख महोदय, म गठबन्धन सरकारलाई जे गर्नु छ 31 महिनासम्म गरिभ्याउनुहोस्, गर्नुहोस्। चल्या छ लडाइँ, 2टा गभर्नर बनाउनुहोस् न, एउटा बिचौलिया ह्यान्डल गर्ने, एउटा नोटमा सिग्नेचर गर्ने बनाउनुहोस्। अर्को काम पनि गर्नुहोस् यो 31 महिनाको बिचमा। त्यो छापिएको नोटमा हुन्छ नि, आफ्ना चुनाव चिन्ह राख्नुहोस्, गरे हुन्छ। तर यो 31 महिना पछाडि आम नागरिकले सहँदैनन्, छुट दिँदैनन्। यो देशको दलीयकरण विरुद्ध आम नागरिक जागृत भइसकेका छन्, जागरुक भइसकेका छन्। धन्यवाद। माननीय सदस्य